रवि लामिछानेको नाम बेचेर एउटा जेलमा परेर निस्केको थियो नि 24 घण्टा लाइभमा बसेर रवि लामिछाने यस्तो रवि लामिछानेसँग हामी यस्तो उस्तो भनेर भुकिरहन्छ त्यहाँ नि हामीले हेर्छौँ कि आइरहेको हुन्छ नि त अनि कसैले कमेन्ट गर्यो भने चाहिँ आमा चकारी बाउ चकारी यो चकारी त्यो चकारी भनेर दुनियाँलाई गाली गरिरहेको हुन्छ यस्तो यस्तो मान्छे भन्छ यो चाहिँ फेरि किरा हो है रासपाको रविको नाम बेचेर यिनीहरू 24 घण्टा लाइभमा बसेर भिख मागिरहेछन् अगर रवि लामिछानेको पक्षमा लड्ने रवि लामिछाने चाहिन्छ रासपा चाहिन्छ यो देशमा परिवर्तन चाहिन्छ भन्ने मान्छेले गाउँ गाउँमा जाने गाउँमा गएर रासपा भनेको यो भनेको यो हो यसरी हामीले चाहिँ अब चुनाव आउँदैछ यसरी हामीले समर्थन गर्नुपर्छ भनेर भन्ने यो 24 घण्टा लाइभमा बसेको रवि लामिछानेको नाम बेचेर भिख मागेर ठुला कुरा नगरे हुन्छ आमामा कत्रा गाली गरेको तिनीहरूले भन्दा हामीले बढी बोलेका छौँ यार रवि लामिछाने भने हाम्रो भिडियो भाइरल हुँदैन मात्र हो के तर हामीले रवि लामिछानेलाई समर्थन गरेको किनभने यो देशमा भ्रष्टाचारीहरू धेरै छन् उसले भ्रष्टाचार चाहिँ सुरुवात गर्ने व्यक्ति भ्रष्टाचारीहरूलाई समाउने भ्रष्टाचारीहरू हाम्रो देश नेपालमा धेरै छन् भनेर पहिला सुरुवात गर्ने भनेको रवि लामिछाने हो त्यसैले हामी उसलाई किन समर्थन म चाहे रासपा होस् नहोस् मैले मेरो व्यक्तिगत रूपमा चाहिँ म किनभने म मानवता हो मानवमा अलिकति दया माया हुन्छ नै होइन यो देशमा भ्रष्टाचारी यति छन् तर तिनीहरू खुल्याम हुन्छन् तर उसलाई 24 घण्टा रिङाइछ धेरै मान्छेले चाहिँ मन पराएको रवि लामिछानेलाई त्यो अर्थमा हो त्यसैले रवि लामिछानेको नैतिकता पनि त्यो होइन रवि लामिछानेको उद्देश्य त्यो होइन 24 घण्टा लाइभमा बसेर घुकेर फुल यो हान त्यो हान ओहो मलाई जिता यो जिता भनेर बसेर राजसभाको औकात चाहिँ यो होइन राजसभाले चाहेको नि होइन एकजना मान्छेले यसो भन्दै गर्दाखेरिमा राजसभाले यो पुरै के भन्छ सिट ल्याउने पनि होइन त्यो एउटा जाँदैमा राजसभा ल्याउने तर घाटा छ यस्तो मान्छेहरू त्यो दुनियाँ थरी नाना थरी गाली गरेछ यार त्यो तरिका हो भिख माग्नलाई रवि लामिछाने नाम बेच्ने अन्त कसैले केही गरिन् तर्क दिन सक्नु पर्यो तर्कमा कुरा गर्न सक्थ्यो त्यसले के भनिरहेको छ त्यो कुरा बुझ्न सक्नु पर्यो तेरीमा भिकारी हो